हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपना भन्दा 250 वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुनै पनि अर्थमा ठूलो हुनै सक्दैन। वर्षौं लामो सङ्घर्ष, हजारौं दिदीबहिनी दाजुभाइहरूको बलिदान र हामी सबैको अथक मेहनतबाट 2065 साल जेठ 15 गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो। त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ। गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ। हजारौं जनताको बलिदान र त्यागबाट, मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ। हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनु हुँदैन, बिर्सने छैनौँ। आज यस अवसरमा गणतन्त्र आर्जन गर्न र यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजहरू, प्रत्येक राजनीतिक कर्मी, न्यायकर्मी, निजामती, सुरक्षाकर्मी र सार्वजनिक सेवाका सबै राष्ट्रसेवक, नागरिक समाज, सञ्चारकर्मी सहित आम जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु। ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरूप्रति सदा झैं नतमस्तक हुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आन्दोलनको क्रममा घाइते र अपाङ्ग हुनुहुने सबै दिदीबहिनी दाजुभाइहरूप्रति सम्मान व्यक्त गर्दछु। देशमा गणतन्त्रको बिहानी नहुँदासम्म बितेको कठोर कालो रात सम्भवतः आजको नवोदित पुस्ताको प्रत्यक्ष स्मृतिमा छैन। जायज होन् वा नाजायज आफ्ना मत र आग्रहहरूलाई सामाजिक सञ्जालमा निर्वाध व्यक्त गरिरहेको आजको पुस्ताले विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिभिजन, टेलिफोन तथा मोबाइलहरूको कथा मात्रै सुनेको हुनुपर्छ। त्यसबेला हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज आज निर्बाध रूपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई जज गर्न पाउने ठाउँमा उभिएको छ। हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा हुकुमी निकायले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैले मतदान गरेर वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात जाति र समुदायका कम्तीमा 36,057 प्रतिनिधिहरू चुन्छन्। सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरङ्कुश तन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचार उप गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ। सञ्चार स्वतन्त्रताको लाभ लिएर निरङ्कुशतावादीहरूले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा बनाएर आजको पारदर्शितालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन्। आजको दिनले हामीलाई विगतको सङ्घर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्य सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिहरूलाई सम्झाउँछ। हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी धेरै अगाडि बढिसकेका छौँ। देशमा निरङ्कुश राजतन्त्र र गणतन्त्र कालका विकास सूचकाङ्कहरूको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा पुस्तालाई आग्रह गर्दछु। लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान र सभ्य एवं समृद्ध देश बनाउन सक्छौँ। निरङ्कुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको आजको बहसको विषय होइन र हुनै सक्दैन। राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छ। गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौतीहरू
हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमानदार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ। इतिहास साक्षी छ, त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो, सेवा होइन। राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको त्यो अझै सम्पन्न भइसकेको छैन। इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश राजतन्त्र र जनताबीच सङ्घर्ष र सम्झौताहरू भए। जनतासँग भएका सम्झौताहरूलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए। जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने दुष्प्रयास आज पनि भइरहेको छ। तर नागरिक सर्वोच्चता र स्वतन्त्रताको अभ्यासबाट हुर्केको आजको समाजले जनताको हित र अभिमतभन्दा शाही इसारा ठुलो हो कि मार्थ भन्न सक्दैन। हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपना भन्दा 250 वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछौटे अवस्थामा पुर्याउने एउटा वंशको विशेषाधिकार कुनै पनि अर्थमा ठुलो हुनै सक्दैन। स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टासियोस् भनेर रैतान मानसिकता बोकेको एउटा सानो आसे पासे जत्था बाहेक अरू कसैले पनि भन्न सक्दैन। बाँचिरहेको पुस्ताले इतिहास मनन गर्ने हो, हामी बाँच्ने त वर्तमानको यथार्थमै हो, बुझ्नुपर्दछ। यो जनताले सिंहदरबार र नारायणी टिकेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र छन्, पस्छन्। गणतन्त्र जनताको शासन हो, उनीहरूले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन्। हिजो रेडियोले समाचारका हुकुम मात्र बजाउँथ्यो, आज सामाजिक सञ्जालमा जनताका आवाज गुन्जिन्छ। गणतन्त्र जनताको व्यवस्था हो, यसमा यदि कमजोरी भयो भने गणतन्त्रको होइन, निर्णयकर्ताको कमजोरी हुन सक्छ। निर्णयमा हुने कमजोरीलाई निर्णयबाटै सच्याउने सुविधा पनि गणतन्त्रमा मात्रै हुन्छ। राजतन्त्रलाई प्रश्नभन्दा माथि राखिन्थ्यो, गणतन्त्र उत्तरदायी व्यवस्था हो र आलोचना बाहिर कोही रहन्न। आज तपाईँ सरकारको आलोचना गर्न सक्नुहुन्छ, गर्न पाउनु भएको छ। आज हामी विधिको बाटोबाट सरकार बदल्न पाउँछौँ, निडर भएर लेख्न बोल्न पाउँछौँ, हिजो पाउँदैनथ्यौँ। अर्काको अधिकारमा दखल नदिई आफ्नो अधिकारको वकालत गर्न पाउँछौँ, किनभने हामी गणतन्त्रमा छौँ। यही स्वतन्त्रता, यही उत्तरदायित्व हाम्रो शक्ति हो। हामीले गणतन्त्रलाई संस्थागत गर्दै लैजानु छ, नारामा होइन, व्यवहारमा। हिजोको निरङ्कुश तन्त्रबाट समाजलाई मुक्त गरेर विकासको जुन रफ्तार तय गरिएको छ, त्यो लोकतन्त्र र गणतन्त्रका कारण सम्भव भएको हो। हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रबन्ध भएको छ, त्यो गणतन्त्रको देन हो। निरङ्कुश राजतन्त्रले उपभोग गरेका विलासी 250 वर्षभन्दा गणतन्त्र स्थापना भएको 17 वर्षमा कैयौं गुणा बढी विद्यालय, अस्पताल, सञ्चार र यातायात पूर्वाधारमा विकास भएको छ। वंशीय शासनका अभियन्ताहरूले गणतान्त्रिक व्यवस्थाको लाभ लिँदै सामाजिक सञ्जालमा प्रवाह गरेका प्रायोजित स्पोन्सर्ड सामग्री भन्दा बाहिर गएर तथ्यहरूको अध्ययन गर्यौं भने हामी यस सम्बन्धी स्पष्ट चित्र देख्न सक्नेछौँ। गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुन्छ, भइरहेको छ। शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारी यी क्षेत्रमा धेरै परिवर्तन आएको छ। यसमा अझै सुधार ल्याउन आवश्यक छ, त्यसका लागि सरकार सक्रिय छ। सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो। हामी त्यसलाई बलियो बनाउन लागेका छौँ, अर्थात् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लागि परिरहेका छौँ। गणतन्त्र कुनै दलको स्वामित्वको विषय होइन, यसको मालिक जनता हो। लोकतान्त्रिक गणतन्त्र जनताको लागि, जनताद्वारा, जनताको शासन प्रणाली हो। यसको मर्म अनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैले छान्न र फेर्न सक्दछ। त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ। जनताको अधिकार
र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास, समृद्धि र सुशासनको उत्कर्षमा पुर्याउन सक्नेछ। आजको दिन हामी आफैले आफैलाई सम्झाउने दिन हो। गणतन्त्र आउनु अघि देशको विकासका सूचकाङ्कहरू कहाँ थिए, आज कहाँ पुगे? आज हामी आफैले बितेका दिन फर्केर हेर्ने दिन पनि हो। गणतन्त्र आउनु अघि मानव विकास सूचकाङ्क कहाँ थिए, आज कहाँ पुगे? राजतन्त्र हुँदाका 250 वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे? राजतन्त्र कालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो? गरिबी कति थियो, कति घट्यो? खाने पानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो? जनताको जीवन स्तर कहाँ थियो, अहिले कहाँ पुग्यो? यस्तै प्रश्नहरूका तथ्यपरक उत्तरहरूले हामीलाई गणतन्त्रका उपलब्धिहरू देखाउनेछन् र बुझाउनेछन्। त्यसकारण हामी दृढ विश्वासका साथ, आत्मविश्वासका साथ राष्ट्रिय एकतालाई सुदृढ गर्दै राष्ट्र निर्माणको काममा अघि बढौँ, गणतन्त्रलाई सफल पारौँ, लोकतान्त्रिक गणतन्त्रलाई सफल पारौँ। पुनः एकपटक गणतन्त्र दिवस 2082 को हार्दिक शुभकामना। धन्यवाद।